कारापहं हस्ते स्फटिका मालिकां च दुदतिं पद्मासनि सस्तां वन्दितां परमेश्वरी भगवतीं बुद्धिप्रदां शारदां बुद्धिप्रदां शारदां बुद्धिप्रदां शारदां बुद्धिप्रदां शारदां जब यसो राख्नु ल अब कल डाइने गरौँ ओम जदता थाबिता अब यो कलश अलि ओ भन्ने मदन चिन्ह भन्ने यस्तो 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 क्या अलि भएन मदनी हुन्छ त्यस्तै मदनी हुन्छ मदनी मदन चिन्ह भने हो त्यस्तो गरेर ट्याक्क बायामा हाल्नु माथि टिका त हाल्नु दुबा हाल्नु को हाल्नु नवग्रह पूजा ल नवग्रहको सप्तरङ्ग एक झागिदिने ल नवग्रहको एक कोठामा तपाईँ सिकाइदिनु तपाईँ पठाइ भन्नु होला म अनि त्यहाँ सिकाइदिन्छु हरिया नीला राता कि पूजाको कोठामा चढाउनु होला बाल हुन्छ अब तपाईँले सबै भ्याउनु हुन्न होइन क्या एकै गरिदिने एउटा जल सबै बिचमा राख्यो ग्रह स्थापना पूजनम सङ्कल्प गर्यो ग्रहका अनुसार अक्षता र फुलले पूजा गर्ने ल पहिले सङ्कल्प गर्ने सिकाइदिनु अब यो अरू जल अलिकति यो यो र यो जल अनि यति मात्रै गर्नु होला दुईवटा पर्दैन होला पाउको जल्ल दिने अरू अब यो भाग पाउनु पहिला पहिला सङ्कल्प लिने ग्रहको जुनै लिएर ओम तदार्थ सङ्कल्प ओम अध्यय इत्यादि देशकाल स्मृत ममा मुख कर्म परिपूर्णार्थ मनार्थम सूर्यादि नवग्रह देवता स्थापना पूजनम मम परि बसेका हुनुहुन्छ त्यो शिला नै त भाइले लिए त शिला त उयो कहाँ भाइ छ शिला परका तो शिला लिइस आई शिला भाइ र अझ त बनाउनु पर्छ सबै अब अझ एक हातमै त्यो भन्ने यतै बनायो होला यतै अहिलेको जस्तो छ अहिलेको हातै छ त त्यही साइज ठ्याक्क बनाएर चामल दिनु भयो हुन्थ्यो चामल टाङ्गामा थियो धागो मोटो मोटो हुयो मोटो हुयो ताउने हाले सिला छ मैले भेटाइन पहिला कोनको आयो कोहीको पहिला कोहीको आयो अब पहिला आदित्यको हात आदित्यलाई पूजा गर्ने आदित्यको हात हुने चन्द्रमालाई सेतो गर्ने मङ्गललाई रातो प्यालो हरियो बृहस्पतिले उसलाई सेतो ठ्याक्कै गरेर पूजा भन्ने ओम ओ प्रणवोक्ष परमासी परमात्मा देवता गायचन्द्र वेदिनाम कर्मणिन जोगो दोग्नि भरद्वाज भृगव ऋषयो नील वायु सूर्य देवता देवी गायत्री विष्णु निक दैवी बृहत्य छन्दासी सूर्य देवता सूर्य देवाहने विनियोग लसुन्ने ओ सूर्यको आह्वान गरी रातो फुल यो सङ्कल्प सूर्यलाई सम्झेर छोडेर फेरि सूर्यलाई आह्वान गर्ने रातो अक्षता रातो फुल भनेर अब त्यो गर्ने ओम सूर्यको आह्वान गर्ने गरी रातो फुल र अक्षताले पूजा गर्ने पूजा गर्ने पूजा गर्ने ततो नवग्रह मण्डल मध्ये वर्तुले द्वादशाङ्गुल मण्डे श्रीतिनम पद्म रुडम हस्तदय पद्म विधितम लोहि तवरण भक्त वस्त्रधरम सत्ता स्वस्थम धम सूर्य यतिष्ठ इतिवाह थापा यत्व आधार च मणिका देवी आकिने रजा सूर्यलाई हो आकिने यतानि पाद्यम आकिने यतानि पाद्यम जलल हाल्ने यतानि पाद्यम सूर्यलाई आकिने रजा इति पाद्यम यतानि मणि यानी रक्त गन्ध पुष्प क्षेत्र देवी धूप दीप नैवेद्यादि सूर्याय नमः सूर्यलाई हो सूर्यलाई नमस्कार सूर्यलाई नमस्कार गरेर जपा कुसु मसम काङ्क्षम काक्षपेयम म द्युतम तमोरी सर्व पावनम प्रणतास्मि दिवाकरम श्री सूर्याय नमः श्री सूर्याय नमः लौ श्री सूर्याय नमः अब फेरि चन्द्रमालाई सेतो अक्षता ओम ओम तथा आग्नेय दले चतुर्ग्नि आग्नेय नैर्ते
ईशा आग्नेय नदी यतापट्टि चतुर्हसी चतुर्भी साङ्गुले मण्डले किरीटिनम द्विभुजम हस्तम श्वेत प्रणम श्वेत दशा श्वेत पुष्पाक्षते श्वेत पुष्प श्वेत चन्दन चन्दमाला चन्दनम ओ अप्सरने भूर्विश्व यमुना तिरोत भव आत्रेय गोत्र भो भौम यागच्छ यतिष्ठेति त्या बाह आसनम वाद्यादि दिवि उपचारे पूजयेत् ओ इमन देवा ओ शोभाय नमः इति पूजनम चन्द्रमालाई नमस्कार गर्ने फेरि त्यो पूजा गरेर चन्द्रमाला सेतै अक्षता सेतै फुल सेतो ध्वजा कपडा ओ दधि शङ्ख तुषार हारम शिरो धारण वसम भवम नमामि शशिषे सोम शम्भो मुकुट भूषणम ओ शोभाय नमः दक्षिणतले भौम त्रिकोणे त्र्यङ्गुले मण्डले किरीटिनम भक्तप्रणम भक्तमाङ्गाल्यद्रौपदीपुष्पादि यागच यतिष्ठ इति अग्निमुद्रा आदित्य चन्द्रमा मङ्गल गइया मङ्गलको राता अक्षता राता अग्निमुद्रा भौमाय नमः इति पादा दिवि उपचारे पूजयेत् मङ्गलादि नमस्कारन्य मङ्गलादि राता अक्षता रातो फुलले फेरि नमस्कारन्य मङ्गल देवतालाई धरणी गरो सम्भुक्त विद्युत कान्ति समप्रभम कुमारं हस्ते हस्तं च मङ्गलं प्रणाम्यम्